हेलो गाइस, नमस्ते। तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। हिजो चाहिँ हामी गएको थियौं पासीघाट अनि यहाँ हामी चाहिँ अहिले पुगिसकेको छौं दामबुकमा चाहिँ हामी एकछिन रोकेर फोटोहरु क्लिक गर्यौं। यहाँको नजारा हेर्न सक्नुहुन्छ। यति ठुलठुलो पहाड त्यस्तो राम्रो लाग्थ्यो। हावा पनि मारिरहेको थियो। हामी चाहिँ 4 जना फ्यामिली गएको थियौं अनि त्यहाँबाट यता चाहिँ हेर्न सक्नुहुन्छ। म तपाईहरुलाई यहाँको नजारा देखाउँछु। हामी चाहिँ अहिले त्यहाँबाट निस्केर पनि दलङ आइसकेको छौं। दलङबाट चाहिँ यस्तो राम्रो भ्यू देख्दो रहेछ। यहाँबाट त यही बसिराख्नु जस्तै लागिरहेको थियो देखेर चाहिँ। यहाँ मम्मी पापाहरु पनि फोटो क्लिक गरिराख्नु भएको थियो। अब आएपछि त फोटोहरु त क्लिक त गर्नै पर्छ। अब बारबार आइन्दैन। त्यही भएर हामी चाहिँ फोटोहरु क्लिक गर्दै थियौं, भिडियो गर्दै थिए। यस्तो राम्रो पहाड थियो। तपाईहरु चाहिँ आउनु भएको छ कि छैन हेर्नु होला। यो चाहिँ पासीघाट गएको थियौं हामी अनि यहाँ दामबुकको जग्गामा चाहिँ हामी रोकेर एकछिन भिडियोहरु बनायौं। यस्तो राम्रो हावा पनि मारिरहेको थियो। एकदम नेचुरल हावा मारिरहेको थियो। कस्तो राम्रो लागिरहेको थियो। त्यहाँबाट चाहिँ हामी एकछिन फोटोहरु क्लिक गर्यौं। यता मम्मीहरु पनि गर्नु हुँदैछ अनि म चाहिँ आज फर्स्ट टाइम आएको। कस्तो राम्रो लागिरहेको थियो यहाँ एकदम भिडियो बनाउनुलाई चाहिँ। पुरा क्यामेराहरु भएको भए चाहिँ एकदम राम्रो लाग्छ। मोबाइलमै बनाएको हामीहरुले चाहिँ। त्यहाँबाट चाहिँ भोक लाग्यो अनि हामीहरुले चाहिँ खानाहरु लिएरै गएको थियौं अनि यहाँ चाम्रे भात, अन्डा, आलुको सब्जी लिएर गएको थियौं। यति टेस्टी भएको थियो गाइस। यहाँ ठन्डामा अब खानुको मजै अलग थियो। हामी चाहिँ बिहानै गएको थियौं, 7 बजी नै खाएको हो हामीहरुले चाहिँ। यस्तो राम्रो लागिरहेको थियो खानुको लागि पनि अनि यता चाहिँ हामीले खाइ पनि अब सक्यौं। यहाँ चाहिँ हस्बेन्डले पनि खानुहुँदैछ। त्यहाँबाट चाहिँ म माथिबाट तल नाम्दै थिएँ। यस्तो पहाड थियो। मलाई चाहिँ हावाले उडाउँछ जस्तै लागिरहेको थियो अनि हेर्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ यति नै। कस्तो लाग्यो भन्नु होला। बाइ बाइ।